अरे मोदी जी ठीक से बोलो, नहीं तो नस फट जाएगा यार। हाँ, बोला कि हम स्मार्ट सिटी बनाएंगे। लालू को स्मार्ट सिटी नहीं चाहिए, स्मार्ट गांव चाहिए, स्मार्ट गांव चाहिए हमारा। लालू प्रसाद यादव, द किङ अफ कन्ट्रोभर्सी। एक समय थियो जब बिहारका सडकहरूमा एउटा नाम गुन्जिन्थ्यो, लालू प्रसाद यादव। गरिबको आवाज, जनताको नेता र भारतको राजनीति बदल्ने व्यक्ति हो। छात्र आन्दोलनबाट राजनीति सुरु गरेका लालू 1990मा बिहारका मुख्यमन्त्री बने। तर उनको नेतृत्व जितभन्दा बढी विवादले चिनियो। चारा घोटाला, 950 करोडको भ्रष्टाचार, राज्यको कोषबाट जनावरको दाना खरिदमा ठुलो अनियमितता। मुख्यमन्त्री हुँदा नै केस लाग्यो र लालूलाई जेल पनि जानु पर्यो। तर सत्ताको लगाव त्यति सजिलै छुटेन। उनले आफ्नै श्रीमती राबडी देवीलाई मुख्यमन्त्री बनाए। आलोचकहरूले भने यो जनताको होइन, परिवारको सरकार हो। आज उनका छोरा तेजस्वी र तेज प्रताप पनि राजनीतिमा छन्। राष्ट्रिय जनता दल अब एक पारिवारिक पार्टीको छवि बन्दै गएको आरोप पनि लागेको छ। लालू फरक नेता हुन्, तर उनको बोली, हाँसो र शैलीले जनतालाई हँसाउँथ्यो। तर विपक्षी भन्थ्यो यो राजनीति होइन, नाटक हो। जेलमा हुँदा पनि उनले हेडलाइन्स बनाए। भिआइपी सुविधा, विशेष खाना, स्वास्थ्यका कारण उनलाई आलोचना भयो। तर लालू सधैँ भन्थे जनताका नेताहरू कहिले हार्दैन। अन्तमा लालू यादव एक पात्र जसले भारतीय राजनीतिलाई हास्य र विवाद दुवै दिए। उनको जीवन कहिले भ्रष्टाचारको आरोपमा बाँधियो, कहिले जनताको माया र समर्थनले उचालियो। प्रेम पनि पाए, विरोध पनि। तर एउटा कुरा निश्चित छ, लालू प्रसाद यादव भारतीय राजनीतिका सबैभन्दा चर्चित र विवादास्पद नेता हुन्। हालै हुन गइरहेको बिहारको निर्वाचनमा लालू प्रसाद यादवले उनको आरजेडी, कांग्रेस र कम्युनिस्ट पार्टीहरूसँग अलायन्स गरेर उनको आफ्नै छोरा तेजस्वीलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेका छन्। र यो चुनावमा हेर्न बाँकी छ कि लालू प्रसादका छोरा तेजस्वीले आफ्नो पोल्टामा चुनाव पार्न सक्छन् कि सक्दैनन्।